Hello, welcome to our channel, the STP family. आज चाहिँ हामी क्यास्केड पन्ड ड्यामको एरियामा फ्यामिली भिजिटमा आइरहेका छौँ। हामीलाई नेचर मनपर्ने भएको हुनाले हामी एकदम प्रकृतिको वरिपरि नै घुम्न मन पराउँछौँ। तपाईहरुले देख्न सक्नुहुन्छ प्रकृति एकदमै रमणीय देखिरहेको छ। हिउँको सुन्दरता साथै हरियाली। अहिले चाहिँ मौसम चिसो छ यहाँको। बिस्तारै स्प्रिङ समर आउने क्रम जारी छन् र समरमा अझै रमाइलो अझै रमणीय हुन्छ यो जग्गा। हेर्दै गर्नुहोस्। डाँडाहरू पनि पुरै हिमले ढाकेर निकै नै सुन्दर एकदमै आकर्षक अनि एकदमै सुन्दर देखिरहेका छन् ताल तलैयाहरू। यहाँ एनिमल अगाडि माउन्टेन गोट पनि देख्न सक्नुहुन्छ। सीधा टाउको ननिकाल बाबु, टाउको निकाल्नु हुँदैन। त्यसरी यहाँ जनावरहरू पनि बाटोको छेउछाउमा आउँछन् किनभने यो ठाउँमा जनावरहरूलाई पहिलो प्राथमिकता दिएको हुनाले उहाँहरू कति पनि डराउनु हुँदैन किनभने यहाँ शिकार गर्न सक्दो मनाइ छ। जनावरहरूलाई धेरै मान्यता पहिलो मान्यता दिने हुनाले जनावरहरू पनि एकदमै बाटोको छेउछाउमा। ल भन्दै यो अगाडि नै यो चाहिँ हाम्रो माउन्टेन गोट, यसलाई हिमालयन गोट भनेर भनिन्छ। हिमालयन भाले र पोथी जस्तो छ है जोडीहरू, अगाडिको भाले पछाडिको पोथीहरू। साह्रै नै राम्रो। र यसरी हामी बाटोको यात्रा गर्दाखेरि एकदमै बिस्तारै चलाउनु पर्ने हुन्छ किनभने जनावरहरू जति बेला पनि अगाडि आउन सक्छन् र तपाईँले यदि झुक्किएर जनावरहरूलाई हानि नोक्सानी पुर्याउनु भयो भने तपाईँलाई ठुलो जरिमाना लाग्न सक्छ र लाग्छ पनि। तपाईँलाई जेल पनि हुन्छ है यो ठाउँमा। त्यही भएर एकदमै सवारी साधन चलाउँदाखेरि होसियारीपूर्वक चलाउनु पर्ने हुन्छ। ज्यादा रफ्तारमा चलाउनु पाइँदैन। यहाँ एकदम ठुलो ताल तलैया। ओके छोरा, यहाँ चाहिँ एकदम ठुलो ताल रहेको छ। अब हामी चाहिँ एकछिन यहाँ गाडी रोकेर एकछिन हेर्छौँ। एकदमै राम्रो दृश्य रहेको छ यहाँनिर।